अनि गाइस आज म खाना खाँदैछु खा जाऊ ब्रेकफास्ट खाजा रोटी र आलु हो अनि खाएर चाहिँ अब तिमी कहाँ जाने आज स्कुल जान्छु विच क्लास 3 ए क्लास 3 कुन चाहिँ स्कुल पढ्छौ तिमी बर्थिल ए बर्चिल अनि स्कुलमा चाहिँ मजा आउँछ तिमीलाई स्कुलमा मजा आउँछ फ्रेन्डहरू तिम्रो फ्रेन्डको नामहरू भनिदेऊ न अन्त आयन मात्रै हो नाम चाहिँ उसको आयन गुरुङ हो ए तिमी चाहिँ स्कुल जाँदा चाहिँ हिँडेर जान्छौ कि गाडीमा जान्छौ गाडीमा आमा मजा छ है तिमीहरूलाई अहिले हामी स्कुल पढ्दा हिँडेर जान्थ्यौ तिमीहरू गाडीमा कुन चाहिँ गाडीमा जान्छौ बोलाएर आमा त्यो पनि बुलाएरमा खतरा रहेछ त अन्त अहिले खाजा चाहिँ मिठो बनाएछ मम्मीले अलिक यता आउनु देखाउनु अनुहार त अन्त उसले चाहिँ रोटी खाँदै रहेछ गाइज होइन रोटी र आलु अनि के हो त्यो मुन्टा लोकल मुन्टा रहेछ नि त उसले चाहिँ एकदमै मिठो गरेर खाँदैछ अन्त तिमीलाई स्कुलतिर केही टेन्सनहरू हुन्छ अन्त पढाइतिर केही अब टेन्सन हुन्छ तिमीलाई पढ्दा हुँदैन मजा आउँछ पढ्नु मजा लाग्छ तिमीलाई मजा लाग्छ है तिमीलाई पढ्नु एकदम राम्रो पढ्नु है होइन होइन एकछिनमा एडोनाइ चाहिँ अन्त एकदमै मिठो गरेर खायो है गाई चुले चाहिँ रोटी र सब्जी चाहिँ गाई छ अनि ऊ चाहिँ अहिले एकदम यो चाहिँ के हाउस हो भाइ के हाउस हो ट्री हाउस मुनि बसेर चाहिँ उसले खाँदै रहेछ गाई चाहिँ उसको चाहिँ यसको हल्लो गाई त फेमस हो ला गाई चाहिँ यसरी नझार न गाई चाहिँ हुन्छ गाई उसले चाहिँ अहिले फिलहाल चाहिँ सब्जी खाँदैछ अब स्कुलको त तिमीले भ्लग देखाउनु सक्दैनौ होइन तिमी किनभने फोन हाल्नु सक्दैनौ नि त स्कुल होइन अलिक ठुलो बोल न हौ खाँदै भए है उसको चाहिँ अब घाँटी अलिक बसेछ स्वर मिलाउँदैछ गाइज अन्त अब ऊ चाहिँ स्कुल जाने आजको भ्लग चाहिँ यतिमा एन्ड गर्ने होइन तिमी कि बेलुका आएर हल्का कन्टिन्यू गर्ने भ्लग नगर्ने किन हौ ट्युसनकोहरू पनि गरिदेऊ न अन्त गाइज म चाहिँ ट्युसन जाँदैछ आज भन्छ न अन्त यी घरबाटै नि अब गाइज म चाहिँ ट्युसन जानु आँटेको आजको भ्लग चाहिँ यति नै भन्नु सक्दैन अन्त हामी चाहिँ खासै म चाहिँ माथि थिएँ अन्त यहाँ हाम्रो एडोनाइ गुरुङ भ्लग हाम्रो भ्लगर्सलाई भेट्न आएको नि त म चाहिँ खासै यहाँ अन्त आज चाहिँ भ्लगरसँग नै यसो बात गर्दै होइन उसले चाहिँ एकदमै दामी ट्री हाउस बनाएको छ भ्लगरले ल बाई बाई गाइज भन्नु न म चाहिँ हतारमा छु खाएर स्कुल जान्छुहरू भन न खै के हो बोल्दै नि त गाइज त गाइज चाहिँ फेरि डरलाग्दो खाएको छ अहिले चाहिँ पहिला त रोटीहरू खान्थेन अहिले त 2टा 3टा बजाउने भइसकेको छ गाइज बाई भन्दै बाई अन्त के भन्नु त के गर्नुपर्छ अरे तिम्रो च्यानललाई चाहिँ भनिदेऊ छिटो लाइक खै त हेर भन्नु के गर्नुपर्छ तिम्रो च्यानललाई लाइक सब्सक्राइब भनिदेऊ न अन्त ए बाई बाई गाइज भनिदेऊ बाई बाई गाइस